हेलो साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आजको नयाँ ब्लगमा। आज चाहिँ हामी अर्घाखाँचीको एउटा धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर दर्शन गर्न जाँदैछौँ तथा हाम्रो पहाडी घर अर्घाखाँची पालीमा हुने सराय नाच हेर्नको लागि जाँदैछौँ। गोरुसिंगे चोकबाट महेन्द्र राजमार्ग छोडी सन्धिहर्क गोरुसिंगे मार्ग प्रवेश। कपिलवस्तु जिल्लालाई छोडी अर्घाखाँची जिल्ला प्रवेश। डमरुदह ठाडा। अनकन्टार पहाडहरूलाई चिरी बनाइएको बाटो हुँदै हरिया डाँडाकाँडाको आनन्द लिँदै हाम्रो यात्रा अघि बढ्दैछ। अर्घाखाँचीको शान सुपादेउराली मन्दिर। करिब 1 घण्टादेखिको जाम खुली हाम्रो यात्रा पुनः अघि बढ्दै। नरपानी पुगी खाना खाई हाम्रो यात्रा पुनः अघि बढ्दै। सन्धिहर्क नगरपालिका र पाडेने गाउँपालिकाको सङ्गम क्षेत्र घुम्टी। अहिले मन्दिर दर्शन गरेर यहाँ घर आइसकेका छौँ। अब चाहिँ हामी हाम्रो खास पुर्ख्यौली घरतर्फ जाँदैछौँ। त्यहाँ चाहिँ बाइक लानु मिल्दैन, त्यसैले हामीले माथिको घरमा चाहिँ बाइक पार्क गरेर अब चाहिँ हामी पुर्ख्यौली घरतर्फ जाँदैछौँ। यहाँ घर तल आएका छौँ। यहाँ गोठमा चाहिँ भैँसीहरू रहेको कारणले यहाँ बिहान साँझ चाहिँ घाँस राख्दिन आउनुपर्ने हुन्छ। बस्नु चाहिँ माथि नै बसे पनि मेउको लागि मात्र भए पनि यहाँ तल भैँसीलाई घाँस काट्न लागि यता बारीतिर आएका छौँ। हामी चाहिँ यहाँ बारीमा छौँ र यहाँ चाहिँ बाबा र अङ्कलले चाहिँ यहाँ घाँस जम्मा गर्दै हुनुहुन्छ। बाबा र अङ्कल चाहिँ यहाँ घाँस लिएर जाँदै हुनुहुन्छ। थोरै चाहिँ लिएर आएको छु है, जति सक्छु त्यति चाहिँ ल्याएको छु, धेरै नल्याए नि। बाबा र अङ्कलले चाहिँ अलि धेरै लिएर जाँदै हुनुहुन्छ। यहाँ भैँसीलाई घाँसपात दिएर यहाँ बत्ती बालेर अब चाहिँ हामी फेरि पुनः माथितर्फ उकालिँदैछौँ। फाइनल रातामाटाबाट माथि आयो र भोलि चाहिँ हाम्रो गाउँतिर चाहिँ यहाँ सराय हुन्छ। म तपाईँहरूलाई सराय पनि देखाउँछु। यो चाहिँ दोस्रो दिन र अब चाहिँ हामी तयार भयो भने चाहिँ मन्दिरमा सराय हेर्न जाँदैछौँ।
चाहिँ फाइनली सराएर आयौँ र अब चाहिँ हामी अहिले छिटो भयो भने चाहिँ अहिले चाहिँ नत्र भोलि बिहान चाहिँ हामी घर जान्छौँ। इट्स डे 3 अनि हिजो चाहिँ साँझ परेको हुनाले हामी घर फर्किन र अहिले चाहिँ बिहानै हामी घर फर्किँदै यहाँ त जाने बेलामा चाहिँ मन्दिर पनि देखाउन पाएको थिएन धेरै भिडभाडको कारणले, त्यसको लागि क्षमा प्रार्थी छु। फाइनल गरेर आयो र आजको भिडियोमा यति नै र अर्को भिडियो लिएर छिटो नै आउने धन्यवाद छ गर्दै अहिलेको भिडियो अन्त्य गर्न चाहन्छु।